एउटा एउटा आगो हो जसले नाता र सम्बन्धको डोरीलाई बिस्तारै बिस्तारै जलाउँदै लान्छ र एउटा कालखण्डमा पुगेपछि त्यो सम्बन्धको डोरी नै चुडाइदिन्छ। हो साथीहरू, म कुरा गर्दैछु अघिल्लो बुहारी एपिसोडको, जुन तपाईहरूले पनि पक्कै हेर्नुभयो होला। हो साथीहरू, अघिल्लो बुहारी एपिसोडमा मुनाले राममाथि जुन हिसाबले शंका गरिन्, जुन हिसाबले आरोप लगाइन्, त्यसपछि राम र मुनाको सम्बन्धमा खटपट भने आइसकेको छ। मुनाले अघिल्लो एपिसोडमा रामलाई सिधै भनिदिन् कि तपाईले सीता गाउँमा आइसकेपछि मुना र कमलालाई वास्ते गर्न छोड्नुभयो, माया गर्न छोड्नुभयो, तपाईलाई अर्की श्रीमती पनि चाहिएको हो र? मुनाले यो सब भनिसकेपछि राम एकदमै धेरै रिसाएर मुनालाई झापडसँगै तानेका थिए। हो साथीहरू, शंकाकै भरमा यति ठुलो आक्षेप लगाउनु र यति नराम्रो वचन बोल्नु भनेको चाहिँ एकदमै गलत भयो जस्तो मलाई चाहिँ लाग्छ साथीहरू। हुन त बच्चा बेलादेखि नै सीताले रामलाई माया गर्दै रहेछिन्, तर रामले भने सीतालाई त्यो नजरले कहिले पनि हेरेनन्। रामको स्वभावै त्यस्तो छ कि हर कोहीलाई प्रभाव पार्न सक्छन्। उनको त्यो स्वभाव, उनको व्यवहार, उनको आचरणले गर्दा हर कोही रामप्रति आकर्षित भएदा पनि रामले गलत हिसाबले नहेरिसकेपछि त्यो मुनाले त्यो हिसाबले आरोप लगाउनु चाहिँ एकदमै गलत भयो भन्ने मलाई लाग्छ। यदि तपाईले पनि रामलाई साँच्चै नै सम्मान गर्नुहुन्छ भने यस भिडियोलाई एक लाइक गरी कमेन्ट सेक्सनमा राम लेख्न भने चाहिँ पक्कै पनि नभुल्नुहोस् है त साथीहरू। साथीहरू, यति बेला कथामा रमेश एकदमै धेरै पीडित देखिन्छन्। दिपाले रमेशलाई जुन हिसाबले पीडा दिन्, जुन हिसाबले धोका दिन्, त्यो सम्झेर यति बेला रमेश एकदमै विचित्त भएको बेलामा रामले एकदम राम्रोसँग सम्झाएर फेरि पनि रमेशलाई पहिलेकै रमेश बनाइदिएका छन्। हो, यो हो रामको तागत। मैले बिहे भान्नका लागि किन त्यो सब गरे, यो सबै कुराहरू बताएसँगै अब चाँडो भन्दा चाँडो रमेशको विवाह पनि आफैले गरिदिने जिम्मा लिएका छन्। हो, यो हो रामको तागत। त्यसैले त सबैले रामलाई माया गर्छन्, सबै आकर्षित हुन्छन्। रामले समाज सेवा गर्दै गर्दा अनि यी सबै कुराहरूमा ध्यान दिँदै गर्दा आफ्नो श्रीमतीहरूलाई समय दिएन भनेर त्यो सब आरोपहरू खेप्नु परेको छ। अब आउने दिनहरूमा त्यो सब कुराहरू पनि समाधान हुनेछ र रामले आफ्ना परिवारहरूलाई मिलाएर राख्नेछन् र त्यो समाजमा जे जति पनि समस्या हुन्छन्, हर समस्यामा मैले नै समाधान गर्नुपर्छ, मै हो अब समाधान गर्ने र यो समाजलाई समस्याबाट मुक्त गर्ने भनेर जुन हिसाबले राम अग्रसर भएर काम गर्छन्, त्यो कामको हामीले सम्मान गर्नुपर्छ। हाम्रो हरेक समाजमा पनि यो बुहारी सिरियलमा भएका राम पात्र जस्तै हुन जरुरी छ, जसले गाउँ समाजलाई हरेक समस्याबाट मुक्त गराओस् र गाउँलाई एउटा सशक्त बनाओस्। हो, यस्तै व्यवहारहरू हामीले पनि सिक्न जरुरी छ। तपाई पनि रामको व्यक्तित्वबाट प्रभावित हुनुहुन्छ भने चाहिँ हाम्रो च्यानललाई सब्स्क्राइब गरी कमेन्ट सेक्सनमा एउटा राम लेख्न भने चाहिँ पक्कै पनि नभुल्नु होला भन्दै आजको भिडियोबाट चाहिँ बिदा हुन्छु। हवस्, नमस्कार।